प्लटिङ गरे यहाँ अब ओफ गलियो मिक्लाजुङ डाँडा पर एउटा त्यहाँबाट त्यहाँ तिरकण क्या यति मात्र उता पर्दैन तीनटा ठाउँ हेर्नु पर्यो 1 2 3 गलियो जुरे गानामा एउटा च्याउका तर जुरे गानामा एउटा च्याउका र क्रस लोकेसन क्या त्यहाँको खतम छ यो चाहिँ कसको जग्गाहरू पर्छ कसको जग्गाहरू पर्छ यो राजेशको जग्गा तिमी चाहिँ कसको छोरा हो लागो त भाइ त को हो धरमपुरबाट आएको ए कसको छोरो हो कल्पना कल्पना त कल्पना यहाँ के पर्छ त्यो घरको मान्छे मेरो मम्मीको बहिनी त्यही त के बहिनी भनेको त फुपा हो फुपाको नाम चाहिँ के हो ए अहिले सन्तोष दाइले उताबाट बे गरेको हो धरमपुरबाट अनि घर त हरफु कि कता हो काले पोखरी तपाईँको आइडिया पनि अब केवल कार मात्र डाँडा छ नि त्यहाँदेखि फेरि माथि के जाति अरे मिक्लाजुङ उता देखिन्छ क्या उयो माथि डाँडा मिक्लाजुङ डाँडा भनेको त उयो होइन त चुच्चो होइन ए सबैभन्दा अल्को डाँडा त्यो हरे खोइ देखिँदैन त नि त्यहाँ जाउँ न केटा अब त त्यहाँ जाउँ यही डाँडामा ल त केटा देखिँदैन हौ होइन यो डाँडा योदेखि उता देखिन्छ होला लगभग त्यो टप डाँडा हो नि त ल आऊ केटा आऊ नजाउँ हौ आऊ न तिमीलाई आऊ त तिमीहरू यो उमेरमा के हो यहाँ जग्गा किन्न आँट्नुभयो तर गणेश अङ्कलले उता अम्लिसो फाँडेको हेरेर चाहिँ मलाई कहाँको यहाँ तलको मान्छेले बाँच्नुको लागि कति सङ्घर्ष गर्नुपर्ने रहेछ भन्ने कुरा थाहा भयो नि अम्लिसो त अब त भाउ पनि छैन नफाट्दा पनि हुने कि अलैँची चाहिँ ठिक छ नि यस्तो सुक्खामा त हुँदैन अलैँची के काम लाउँछौ त तिमीहरू हामी जस्तो डुल्नु लाउँछौ हामी जस्तो कसरी केजी पो छ अरे अम्लिसो अहिले कुच्चो सास बढेर नहुने रहेछ माडा अहिलेदेखि नै बनाउनु पर्छ हौ अहिले ट्रेनिङ अमिलो अरे भक्किम्लो
उफ यहाँ त सम्म छ हैया खासबाट अब घरतिर फर्किनु पर्यो हो नाम के अरे एरोन एरोन शेर्मा शर्मा यता सुहाङ सुवाङ लिम्बू यता ए ल नाइस टु मिट यु हात मिलाऊ सेम टु ओ ल ब्लग च्यानल नाम मेरो गणेश चामलिङ राई गरे जिसिआर कति छिटो पर पुगेछ हौ गाडी त गलियो ला मकै रोपेको रहेछ हौ यहाँ त अस्ति हामी ऊ त्यताबाट त हिँडेर आएको घुमेर उयो माथि त घर होइन होला हौ गोठ होला हौ त्यो त हो हामीले यहाँ ग्राउन्ड बनाउने सोच बनायौँ है ग्राउन्डमा चाहिँ के वर्ल्ड कप खेलाउने अब त विश्व यो पनि साह्रै राम्रो यो चाहिँ किन्नु खोजेको तपाईँहरूले किन्नु खोजेको हो यतामाथि पसेको अरे केटाले भन्दै थियो इस्कुसको त कस्तो रहेछ भन्ने भनेको खोजेको थियौँ त्यहाँ पर्छमा आएन किन नबेच्ने भनौँ यहाँको चाहिँ यो जग्गाहरू पहिलेतिर कुरो चलेको थियो यहाँ कहाँनिर हाम्रो हिँड्दाखेरि राम्रो त राम्रो छ बाटो यहाँ माथि ल्याउनु पनि त नजिकै छ नि त तल्लो बाटो त्यही त हो बाटो ए बाटो त त्यहीँ छ साँच्चै त के छ दुई शब्द जाओस् न यहाँ हामीले अब ग्राउन्ड बनाउनु लाग्यो यो हेर्नु देखाइदिँदा यो सबै एरिया लिएर यो वर्ल्ड कप खेला भने नि ल ठिक छ यति मध्येकै बसेको जग्गा है यो सबैको आँखामा पर्ने जग्गा यो हो यो धुर्पाको धुर्पा मध्येको अनि लिनु चाहनेहरूले सम्पर्क राख्छ केही फरक पर्दैन है यो कस्तो घर अरे यो हाम्रै हो लीला दाईको चाहिँ कता हो ए परको नि तामाङ होइन त ध्वजा हेरौँ नि तामाङले अनि यता भाइ तामाङै हो त म त प्रमाणित गर्छु नि प्रमाणित को सत्य रहेछ भन्दा त्यो सत्य रहेछ यहाँनिर आएको छ नि मेरो ससुरा पर्छ मामा ससुरा पर्छ राजेशको घर राजेश भति बसिरहेको छ है आउनु त्यो होइन कुन चाहिँ पुग्छ अर्को छ मूल घर अर्को छ त्यही त भनेको अजिर दाजुहरूको हुन्छ मूल घर चाहिँ कुन त पुग्नु त्यहाँ एउटा यहीँ छ कहाँ हो के
उफ यहाँनिर यो घरमा बस्दैन होला नि यता त कोही सबै कता कता होला नि दम कुर्लारी लेटाङ यता यो त्यो त उयो पोखरी छ नि माथि एउटा गाउँ लेक गाउँ निस्किन्छ त्यो बाटोले त्यहाँ ताल छैन एउटा माथि लेक गाउँमा हो त्यहाँ यताबाट चाहिँ 6 नम्बर बुधबारे होला यो बाटो त हिँड्छौँ नि हामी पनि बुधबारे जाँदा नजिक सर्टकटै यही हो लेटाङ भन्दा त यतैबाट छिटो हुन्छ हो नि सर्टकट बाटो पनि ठिक छ फेरि ए मूत्र विसर्जन फेरि खतरा हुन्छ ए यो चाहिँ पुष्पा दाइहरूको भत्कियो होला हौ भत्कियो सारेको होला बाटो छेउमा तल